Hi guys, welcome back to my channel. यो चाहिँ हामी अहिले हेटौडामा छौं. हेटौडाको सालक पार्क है. यहाँबाट चाहिँ हामी अब मकवानपुर गइ जान्छौं. यो माथिको डाँडा सालक धेरै पाइने ठाउँ रहेछ. यो चाहिँ सालक पार्क हो. अनि यहाँ चाहिँ सालकको यसरी मूर्ति बनाएर गार्डनहरु मेन्टेन गरेको छ. यतापट्टि पनि छ. फाइनली हामी गाडी आइपुग्यौं. मेरो छुमामु घुम्दै घुम्दै हामी स्कुटरमा. मेरो कान्छी बहिनी, मेरो माइल दिदी, उहाँ चाहिँ बिनाजु र जयसा हुनुहुन्छ. म चाहिँ कान्छी छोरी. म भन्दा कान्छी बहिनी चाहिँ ऊ हो हैन. मेरो एकदम मकवानपुर गढी आउने एकदम रहर थियो. कान्छी बहिनीहरूले पुरा गरिदिनु भयो ज्वाइँले. अनि बिनाजु छोरी हुनुहुन्छ. यो अब घुमेर कस्तो हुँदैछ रिभ्यू पनि दिन्छौँ. रिभ्यू पनि दिन्छौँ हामी. हामी फाइनली मकवानपुर गाडीको गेटमा आइपुग्यौँ. यत्रो ठुलो वाल रहेछ बाहिरपट्टि चाहिँ. अब यहाँबाट हामी भित्र इन्ट्री गर्दैछौँ. यहाँनिर यस्तो सालिनाले मिस गर्दैछन् बिनाजुलाई. यहाँ अब सबैजना जोडी भयो. बिनाजु चाहिँ आउनु भएन. म एक्लै. तर आउने भन्नुभएको थियो बिनाजुले. बिनाजुको बिजी हुनुहुन्छ आजकल. यस्तो छ है पुरै भित्ता. यो चाहिँ हाम्रो इन्ट्री गर्दैछौँ. पहिला सुनको छु रहेको छ हाम्रो मकवानपुर गाडी. एकदम कृष्णजीको मन्दिर रहेछ. मूर्ति चाहिँ देखाउन मिलेन. कृष्णजी चाहिँ पहिला पहिला राति एकदम हिँड्नुहुन्थ्यो अरे, चल्नुहुन्थ्यो अरे. त्यही भएर बाँधेर राखेको छ क्या यहाँभित्र. अनि त्यही भएर यहाँ कृष्णाष्टमी र एकादशीमा चाहिँ एकदम ठुलो मेला लाग्दो रहेछ यो गाडीमा. अहिले पनि मेला लाग्छ. यहाँ चाहिँ यस्तो एन्ट्री गर्ने रहेछ. यो चाहिँ पहिलाको दरबार होला. यहाँबाट दरबार. यो चाहिँ हाम्रो पुरै भग्नावशेष अवस्थामा छ. कति चाहिँ हटाएको होला सामानहरू. यहाँबाट यता बाहिर यस्तो रहेछ. यो चाहिँ एन्ट्री गरेर भित्र जाँदा यस्तो छ. यो चाहिँ यहाँ माथि चढेपछिको भ्यू छ. यहाँ चाहिँ नेपालको झन्डा लहराइरहेको छ. नक्सा छ. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल. यहाँबाट चाहिँ आज भ्यू चाहिँ खासै देखेको छैन. पुरै तुवालो छ. एकदमै राम्रो भ्यू देख्यो त्यहाँबाट. आज चाहिँ शीतल तर सबै छोपिएछ कि हुस्सु लागिसक्यो. अहिले भर्खर लाइटो भएको भएर गढीमा घुम्न आएको मेला जोगा नभए आउन पाइएन. अहिले कति खुसी लागेको छ. धन्यवाद. कान्छे छ स्कुटरमा होइन, चस्मा लगाएर. हामी ठुलो मम्मी र म त चट्टै स्कुटरमा हो नि त होइन ठुलो मम्मी. साथी हामी चाहिँ. कस्तो रमाइलो छ यहाँ. यहाँबाट चाहिँ बाहिर निस्किने ठाउँ रहेछ. एकदम पहिलाको खुफिया रास्ता जस्तो छ. यहाँ चाहिँ पुरै खाली खाई. अनि यताबाट फेरि यसरी जाने बाटो छ. यो चाहिँ सबभन्दा राम्रो भ्यू आउने ठाउँ रहेछ है. यतापट्टि घुमेर जाँदाखेरि यो ठाउँ चाहिँ यो चाहिँ पहिलाको ट्याङ्की रहेछ. यो चाहिँ हाम्रो छोरी हाई. छोरीको जुस अरूले छोरी खाएर तनाव भइरहेको. कसले खाइदियो जुस? अब त पुगिहाल्यो.